साइज चाहिँ साह्रै सानो थियो कि अन्त एकदम आइदिनु हो 9 बजेदेखि लिएर 5 एउटा हात खाली छैन भने जस्तो मोमो आन्टी दामी 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 हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग सो अहिले चाहिँ हामी कलेजबाट बजार जाँदैछ हाम्रो चाहिँ क्लास सक्यो अन्त त्यसको बादमा चाहिँ हामी जाँदैछ बजार लन्च गर्नुको लागि अनि मेरो साथीहरू चाहिँ यहाँ छ है अनि आजको वेदर चाहिँ एकदमै दामी छ पुरा घाम लागिरहेको छ गरम भइरहेको छ डरलाग्दो गरम भइरहेको छ अन्त यहाँनिर ऊ भ्लग गर्दैछ उसले पनि फाइनली अहिले चाहिँ हामी यहाँनिर आइसक्यौँ अन्त यहाँनिर बसिरहेको छ हो 250 को कति पिस हुन्छ आन्टी अहिले चाहिँ हामी यहाँनिर बसिरहेको छ अन्त एकजना छ आजको हाम्रो ग्रुप चाहिँ हामी सेल्फी खिच्नुमा बिजी अन्त आजको लन्च चाहिँ हामी चाहिँ पिज्जा खाने भनेर चाहिँ अर्डर गरिरहेको छ अहिले चाहिँ हामी यहाँनिर वेट गरिरहेको छौँ सबैजना आज चाहिँ हाम्रो क्लास अलिक छिटो सक्यो नि त अन्त त्यही भएर चाहिँ हामी यहाँनिर साथीहरूसँग घुम्दै आएको A few moments later. हामी चाहिँ अहिले यहाँनिर पिज्जा खाइसकेर चाहिँ हामी चाहिँ फेरि समोसा खानु गएको होइन पिज्जाको साइज चाहिँ साह्रै सानो थियो कि अन्त भुटी नै अगाइन यत्रो मात्रै थियो झन् खाएर झन् भोक मात्रै लाग्यो अन्त चाहिँ समोसा खानु आइरहेको छ मैले चाहिँ हामी रहेछ प्लेस यहाँनिर पनि पुरा भिड हुन्छ किनभने समोसा चाहिँ एकदमै फेमस भएको कारणले गर्दाखेरि चाहिँ यसरी यहाँ पस्नु पनि मुस्किल हामी चाहिँ समोसा खानु आँटेको किनभने पिज्जाले चाहिँ अगाएन नि त त्यही भएर अब हामी चाहिँ समोसा खाने लु यो चाहिँ अन्नुको हो अब चाहिँ पिज्जाले अगायो ल अब चाहिँ खानुपर्छ समोसा एन्ड छोला हामी चाहिँ समोसा खाइसक्यो अब चाहिँ हामी जाँदैछ पुच्का खानुको लागि होइन आजको दिनभरिको अपडेट चाहिँ यस्तै नै छ हो आज चाहिँ सिर्फ खाएको भ्लग मात्रै गरिदिएको है आज चाहिँ हाम्रो छिटो क्लास सक्यो नि त अन्त त्यही भएर हामी चाहिँ आज यहाँनिर बजार घुम्दैछ मजाले होइन अब चाहिँ हामी यहाँनिर पानीपुरी पुच्का खानु अन्नु चाहिँ खुसी भइरहेको छ यहाँनिर किनभने अब पानीपुरी खानु आँटेको छ हाम्रो आधी साथीहरू चाहिँ गयो अन्त अहिले चाहिँ हामी 3 जना मात्रै छ अन्नु अजिता अन्त म अब चाहिँ यहाँनिर पानीपुरी खानुपर्छ हामी चाहिँ पानीपुरी खानु जहिले पनि यहाँनिर आउँछ होइन अङ्कलकोमा यहाँ चाहिँ पानीपुरी एकदमै टेस्टी पाउँछ है भैया एकदम टेस्टी आइदिनु होला भन्नु न एकदम आइदिनु हो 9 बजेदेखि लिएर 5 बजेसम्म दामी पुच्का पाउँछ नि हामी चाहिँ डेली खान्छ लोकेसन चाहिँ यहाँनिर हो के हो यो स्टेट ब्याङ्क एटिएम को अगाडिनिर चाहिँ खानु स्टार्ट गरेको यहाँनिर म चाहिँ यसरी खाइदिएको एकदमै सर्टकट पाराले है यसरी खाँदैछु म चाहिँ एकदम है एउटा हात खाली छैन भने यसरी खानुहोस् तपाईँहरू पनि पुच्का है दामी भयो कस्तो भयो भनिदेऊ हामीले चाहिँ पुच्का पनि खाइसक्यो अब चाहिँ हामी फेरि नेक्स्ट डेस्टिनेसनमा गएको अब के खाने चटपटे स्पाइसी उसको चाहिँ अब गिलो चटपटे स्पाइसी होइन अब चाहिँ हामी खानु जाँदैछ नेक्स्ट डेस्टिनेसनमा चटपटे सो हेर्दै गर्नु होला है आजको भ्लग चाहिँ यस्तै नै छ आजको मेरो अपडेट आधी दिनदेखिको स्टार्ट गरेको किनभने बिहान चाहिँ मलाई अलिकति हतार थियो अन्त हाम्रो क्लास पनि थियो नि त अनि हाम्रो चाहिँ आज एउटा मात्रै क्लास थियो सक्नु बित्तिकै हामी चाहिँ यहाँनिर बजार आयो ए अँ हाम्रो त भयो नि अनि कतिजनाले चाहिँ सोच्नुहुन्छ कि हामीले यहाँ खाएको घुमेको रिल्सहरू बनाएको देखेर यिनीहरू चाहिँ पढ्दैन रहेछ क्लास जाँदैन रहेछ भनेर सोच्छ होइन कतिजनाले पनि भन्छ मलाई होइन गाउँको मान्छेहरूले पनि कोकोहरूले भेट्दाखेरि तर एक्चुअलमा चाहिँ त्यस्तो चाहिँ ट्याक्कै होइन किनभने हामी चाहिँ क्लास सकेर
इन्जोय पनि त गर्नु पर्यो होइन कति पढ्नु मात्रै हो अनि हामी चाहिँ यसरी क्लास सकेर आउँछौँ इन्जोय गर्छौँ रिल्स बनाउँछौँ 24 घन्टा पढिबस्नुपर्ने त्यस्तो त हुँदैन नि त होइन त्यही भएर चाहिँ अब है अजिता मान्छेहरू चाहिँ त्यस्तै सोच्छ भन न मैले त्यसरी भन्छ पनि कतिजनाले चाहिँ त्यस्तै भन्नुहुन्छ कति सोच्छ त्यस्तै खालके होइन त्यो चाहिँ अब खै यस्तो फुक्लेको होला हौ मान्छेहरूको है तर त्यस्तो चाहिँ होइन खासमा चाहिँ हामी चाहिँ अब स्क्रु ढिला भएको भन्छ क्या हो तर त्यस्तो होइन हामी चाहिँ नट बल्ट के पो त्यो हुन्छ नि त्यो नट बल्ट कस्तो त्यसले कस्नुपर्छ अन्त हामी चाहिँ यहाँनिर क्लास सकेरै आउँछ क्लास सकेरै घुम्छ हो प्लिज रिक्वेस्ट गर्छु तपाईँहरूलाई यस्तो चाहिँ नसोचिदिनुहोस् होला नभन्नुहोस् मलाई होइन हामी पनि क्लास सकेर आएको नि त एनिवे अब चाहिँ हामी गएको यहाँनिर चटपटे खानुको लागि हामी चाहिँ यहाँनिर चटपटे खानु आँटेको अर्डर गरिरहेको छ एकछिनबाट आइपुग्छ अलिकति छिटो क्लास सकेर हामी चाहिँ फ्री भएर चाहिँ अलिक फ्री भएर चाहिँ हामी यहाँनिर आएको आज है अनि आन्टीहरू यहाँनिर मोमो खानु हुँदो रहेछ मुख पनि लडबडी दामी रहेछ मोमो आन्टी दामी मोमो दामी चिया पनि दामी तपाईहरुलाई पनि खानु मन पर्यो नि भाउजूको दोकानमा आउनुहोस् है हजुर यहाँ भाउजूको दोकानमा एकदम दामी मोमो पाउँछ हाम्रो चटपटे चाहिँ यहाँनिर आइसकेको छ अब चाहिँ खानुपर्छ अब चाहिँ हामी चटपटे खाएको हामीले चाहिँ चटपटे खाइसक्यो पुरा स्पाइसी थियो है अन्त तर मिठो चाहिँ मिठो थियो दामी भयो अब चाहिँ अगायो एकदम फुल पेट भएको छ अब चाहिँ हो अनि हामी चाहिँ यहाँनिर आएको थियो नि त माथि बजारदेखिको चाहिँ अलिकति तल हाट बजारको चाहिँ माथिको यो बिचको रोड हो अनि यसको साइडमा चाहिँ यहाँनिर हामी चाहिँ आज चाहिँ चटपटे खानु आएको थियो अन्त एकदमै दामी भन्दा पनि दामी रहेछ हो अब अगाडि पनि सक्यो अब चाहिँ हामी घर जानुपर्छ घर चाहिँ 3 बजी जानुपर्छ अन्त बसमै जान्छु नि त म चाहिँ अनि बस चाहिँ 3 बजी आउँछ त्यति बेलासम्म चाहिँ हामी बजार डुल्दै गर्छ 3 बज्नु आँटेको छ है अनि आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु सो थ्याङ्क्स फर वाचिङ माई भ्लग बाई बाई एभ्रिवान